म यो मृत्युको प्रसङ्गमा एउटा सिङ्गापुरको चिकित्सकको भनाइलाई यहाँ उद्धृत गर्न चाहन्छु प्लिज। उनले के भन्यो भने बहुत फेमस चिकित्सकले सर्जन हुन्, उनलाई क्यान्सर भयो, असाध्यै फेमस रिच लाइफस्टाइलबाट रमाइलोसँग बिताएको मान्छेले क्यान्सर भएर मर्ने स्थितिमा पुगेपछि चाहिँ उनले रियलाइज गरे कि यो सबको त केही तुक रहन्छ। हाम्रो लक्ष्मीप्रसाद देवकोटाले पनि त्यो भनेका छन् पहिला, इफ यु लर्न हाउ टु डाई, मृत्यु आइसकेपछि मृत्युलाई हामीले कसरी चाहिँ फेस गर्ने र यसलाई इज्जतका साथ रेस्पेक्टफुल्ली आफ्नो रेस्पेक्टका साथ मृत्युवरण गर्न जो सिक्छ र इफ वी लर्न हाउ टु डाई देन ओन्ली वी कुड लर्न हाउ टु लिभ। तपाईँले मृत्यु मेरो यसरी भयो हुन्थ्यो र अन्तमा मैले यस्तो जीवन देखाएर जान पाए हुन्थ्यो भन्ने मर्ने बेलामा मान्छेलाई जे लाग्छ नि त्यसरी जिउन सिक्नु पर्यो। मृत्यु अवश्यम्भावी छ भन्ने बुझ्ने र दिमागको पछाडि राखिराख्ने हो भने हामीले धेरै कुकर्महरू गरिदिन्थ्यो होला। हामीले अरूको भलाइको लागि चाहिँ केही सत्कर्म गरेर छोडौँ भन्ने पनि लाग्थ्यो र म विनम्रतापूर्वक घमण्ड नगरिकन म यहाँलाई आज निवेदन के गर्न चाहन्छु भने मैले लिएका केही नयाँ पहल कदमीहरू यही अनुभूतिको परिणाम पनि हो।